धारा बनाउँदै मुङ्लान जानेहरूको दलको फेरि सुरु भएछ भनेपछि देश कता जान्छ? साँच्चीकै यी मैले केही कोट्याएको कुरा मात्रै होइन। मैले सरकारमा बस्दा, संसदमा रहँदा, पार्टीमा काम गर्दा, शान्ति प्रक्रियामा काम गर्दा, संविधान निर्माण गर्दा मैले नजिकबाट यस्ता यस्ता दृश्य र परिदृश्य देखेको छु जहाँ देशभक्तहरूको भावनामाथि बाह्य शक्तिले परेड खेल्ने खतरा पनि नजिकबाट मैले महसुस गरेको छु। यस्तो स्थितिमा संयुक्त खासगरी नेपालले जुन अहिले महाधिवेशन गर्दै हुनुहुन्छ, तपाईँहरू यो साधारण सभा गर्दै हुनुहुन्छ, यी कुराहरू मैले केवल कोट्याएको मात्रै हो, छेउछेउ थुप्रै कुराहरू छन्। संविधानकै कुरा गर्नुहुन्छ भने नेपालको संविधानको धारा 5 मा नेपालको राष्ट्रिय हितको व्याख्या गरेको छ। सायद तपाईँहरूमध्ये कतिले त्यो पढ्ने कष्ट पनि गर्नु भएको छ छैन, मलाई शङ्का छ। माफ गर्नुहोस् है, कस्तो मान्छे रहेछ हामीले हेर्दै हेरेन भन्छ भने। त्यो संविधानको धारा 5 को राष्ट्रिय हितको कार्यान्वयन गर्नलाई अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीको न 2/3 कानुन ल्यायो त्यसलाई कार्यान्वयन गर्न। अब अहिलेको 2/3 के गर्ने हो म हेर्दैछु। संविधानको कुरा गर्दैछु म। नेपालको संविधानको धारा 51 मा नेपालको स्वतन्त्र परराष्ट्र नीतिको कुरा उल्लेख छ। त्यहाँ लेखिएको छ नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रको बडापत्र 25 असंलग्नता विश्व शान्तिका सिद्धान्तमा आधारित हुनेछ, राष्ट्रिय हितलाई सर्वोपरि राख्नेछ र विगतका सबै असमान सन्धि सम्झौताहरूको पुनरावलोकन गरिनेछ। गरे मैले मेरो पार्टीका नेताहरूलाई सोधेँ, जुन पार्टीले मलाई निकाल्यो त्यसको अध्यक्षलाई सोधेँ मैले, प्रधानमन्त्री महोदय तपाईँको हातमा 2/3 छ, तपाईँ नेपालको संविधानको धारा 51 ड अनुसार विगतका असमान सन्धि सम्झौताको पुनरावलोकन गर्ने कि नगर्ने मलाई जवाब दिनुहोस्। जुन दिन मैले प्रश्न सोधेँ त्यो दिनदेखि नै मबाट शत्रु बन्यो। अब आजको सरकारले गर्छ कि गर्दैन हामी सबै सोधौँ। मैले संविधानको कुरा गरेको, संविधानमा सुधार्नु पर्ने कुरा त कति छन् त्यो त फेरि बेग्लै कुरा छ। म संविधानभित्रकै कुरा गर्दैछु। संविधानको धारा 279 मा त्यहाँ प्रष्ट भाषामा लेखेको छ, कुनै पनि देशसँग हाम्रो प्राकृतिक साधन स्रोतको बाँडफाँड र उपयोगको सम्बन्धमा संयुक्त सदनको 2/3 त्यसलाई अनुमोदन गर्नुपर्नेछ। एमसिसीमा के भयो? कुनै सांसदलाई बोल्न दिएन। केपी ओलीजीहरूले गरेको हल्ला, शेरबहादुर र अन्य पार्टीहरूले गरेको जबरजस्तीमा म बिचबाट चक्रव्यूहबाट अभिमन्यु गए जस्तै गरेर मैले त्यहाँको भ्रष्टमा गएर त्यसको विरोध गरेँ। मैले नेपाली जनतालाई आह्वान गरेँ, राज्य साझेदारी कार्यक्रम एसटिपी मा नेपाल सोझै उपनिवेश हुने र विदेशी सेना आउने त्यसका 10 मुद्दामध्ये एउटा मुद्दा भएको हुनाले मैले एक्लै संसदमा उभिएर आह्वान गरेँ, यो देशलाई बचाऊ। म कारबाहीमा पर्न सक्थेँ, मलाई पार्नुहोस् भनेर। तर क्षेत्रीहरू किन उठेन, किन बिग्रेन, किन साथ दिएन? त्यो प्रश्न त मेरो मनमा छ नि। त्यो त मलाई, म जति बेला त्यो संसदको दृश्य सम्झन्छु म त मेरो ज्यानलाई समर्पित गर्न तयार थिएँ नि। मलाई टाढाबाट धम्की दियो, तँलाई एमसिसीको बढ्ता कुरा गर्छस्, सुलेमानी लेडी डाइना बनाइदिन्छु भन्यो। मैले भने टेलिभिजनबाट, म देशको एउटा देशभक्त नागरिक हो, तिम्रो तागत छ भने आजै भनौँ। तर क्षेत्रीहरू किन बिजेन? मेरो मनमा यो प्रश्न उठिरहन्छ। त्यसकारण आज यस्ता पाका परिपक्व व्यक्तिहरूको अगाडि उभिएर बोल्न पाउँदा यति कुरा भन्यो भने आफ्नो सन्तानलाई उपदेश दिनु लागि भनेर म मेरो मनको बह पोखिरहेको छु। अब धेरै लामो कुरा नगरौँ। संयुक्त खासगरी नेपालले जुन यो कार्यक्रमको आयोजना गरेको छ, यदि यो देशको स्वाधीनता बचाउने हो भने, यो देशको स्वतन्त्रताको रक्षा गर्ने हो भने पृथ्वीनारायण शाहले एकीकरण गरेको देश जुन बेला अङ्ग्रेज साम्राज्यको विकृति थियो त्यो बेला यो देशको रक्षा गर्नु भनेको चाँदी छुने कुरा थिएन। त्यसपछिका पुस्ताहरू जसले सिन्धुलीगढीको किल्ला होस्,
या भुटनको जितगढी होस्, जहाँ लडेर देशको रक्षा गरे, यो त्यति सजिलो काम थिएन। आज हामी पढे लेखेका, विदेश गएका, अमेरिका, जापान, युरोप, चीन, भारत गएका, आज हामी हाम्रो देशको सिमाना असुरक्षित हुँदा, हाम्रा साधन स्रोतहरूमाथि विदेशको भैकम हुँदा, मैले भर्खरै समाचार सुन्दैछु अब मुस्ताङको युरेनियम जिम्मा लगाउन खोजिँदैछ। केही समय अगाडि सुशीला कार्की प्रधानमन्त्री बेला मैले सुने, उहाँ पनि क्षेत्रीय नै हो क्या, भारतसँग पारस्परिक कानुनी सहायता सम्झौता गोप्य राखेको छ, अहिलेसम्म बाहिर ल्याइएको छैन। यी सबै कुराबाट आजको प्रतिस्पर्धी विश्वमा बल हुनेले राष्ट्रपतिलाई पनि टिपेर ल्याउन सक्ने, अर्काको जहाजलाई पनि खिचेर ल्याउन सक्ने, अर्काको देशको साधन स्रोतलाई कब्जा गर्न सक्ने, यस्तो प्रकारको विश्वमा नेपालको साधन स्रोत जनशक्तिलाई बचाएर यो राष्ट्रको स्वाभिमानलाई बचाउने हो भने साँच्चीकै क्षेत्रीयहरू उठ्नु पर्यो, जाग्नु पर्यो, हिँड्नु पर्यो। तब मात्रै यो संगठनको औचित्य प्रमाणित हुन्छ। नभए यसो आयो, भलाकुसारी गऱ्यो, अब हामी यहाँ त धेरैजना बुढेसकालतिरै छौँ, बुढेसकालको यसो चिन्जन पनि गऱ्यो अनि सक्यो। त्यस्तो नगर्नु। मैले मेरो तर्फबाट साँच्चीकै क्षेत्रीय समाज 17% सबैलाई नभनौँ, 17%मा 10% उठ्यो भने क्षेत्रीहरूले त्यो देशमा जे चाह्यो त्यही हुन्छ। तर उठ्दैन, सुतिरहेछ। मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भने क्षेत्रीय मात्रै यस्तो जाति समुदाय रहेछ जो घमण्ड फुल गर्ने, ठुलो हो भने ठान्ने, देश पनि हामीले बडा रगत बगाएको छ भने ठान्ने। तर आजको युगको धकधकी धम स्पन्दन नबुझ्ने, एकअर्कालाई मतलब नगर्ने, एक नहुने, ठन्डाको क्षेत्रीलाई बुझ्दा दार्जिलिङको क्षेत्रीलाई बुझ्नु। हामी क्षेत्री यस्ता भइसक्यौँ जस्तो लाग्छ मलाई। त्यस्तो लाग्छ। हुन त चाहे चुनावी मोर्चा भन्नुहोस्, चाहे संसदको मञ्च भन्नुहोस्, चाहे आन्दोलनको सडकमा मैले धेरै त्यस्ता कुराहरूको नेतृत्व पनि गरेँ। तर क्षेत्रीयहरू त ठिक हो भनेर उठ्नु पर्थ्यो नि। मैले त देशभक्तिकै कुरा गरेको थिएँ। त्यसकारण क्षेत्रीभित्र रहेको यो अहिले विकसित भएको अहमलाई फ्याँकेर म मात्रै ठुलो भन्ने कुरा त्यागेर अब क्षेत्री भनेकै देशभक्त, देश भनेकै देशभक्त भनेकै क्षेत्री अब हाम्रो हातमा आएको छ। पहिले गढी र किल्लाहरूमा लड्ने क्षेत्री बिउजो उठौँ, एक हो भन्ने भावनाका साथ तपाईँहरूलाई अगाडि बढ्न यो चौथो राष्ट्रिय महाधिवेशनले प्रेरित गर्नुहोस्। म मेरो तर्फबाट सहयोग गर्न एकदम तयार छु, एकदमै तयार छु। अब एक्लै हुँदा त म झुकिनँ, एक्लै हुँदा तपाईँहरू सबै साँच्चै देशभरिका क्षेत्रले साथ दिनुभयो भने त मलाई लाग्छ हामीले गर्न नसक्ने केही कुरा होला जस्तो मलाई लाग्दैन। तर साथ त दिनु पर्यो नि, अगाडि बढ्न त पर्यो नि। मेरो भनाइ त्यो हो। अब यसको लागि के आवश्यक छ त? सबभन्दा पहिले विराटनगर, पोखरा, काका क्षेत्री हुन्, आफ्नो खिचडी पकाउन छोड्नु पर्यो। एउटै ठुलो म ठेट अछामी भाषामा भन्छु, ठुलो तालुमा जम्ते तालुमा दाल भात तरकारी खाएको मन पर्नु पर्यो, खिचडी पकाउन छोड्नु पर्यो। अब त्यो ताउलाको भात दाल पकाउन त्यो आगो ठोस मलाई भन्नुहुन्छ भने म आगो ठोस त तयार छु। अब योभन्दा लामो कुरा गर्दै गयो भने त पोख्नु मन त कति लागेछ। तर
तर अब योभन्दा धेरै लामो कुरा नगरौँ, मैले धेरै समय दिइसकेँ। आज यो संयुक्त खस क्षेत्री नेपालको तर्फबाट जुन 8औं वार्षिक साधारण सभा र 4थो राष्ट्रिय महाधिवेशनमा मलाई आमन्त्रण गर्नुभयो, मेरा मनका कुराहरू केही व्यक्त गर्ने अवसर